हेलो एभ्रिवान, नमस्कार सबैजनालाई है। स्वागत छ मेरो फेरि अर्को ब्लगमा। अनि आज चाहिँ म बिहान खास चाहिँ मेरो आज पोस्ट अफिसको अपोइन्टमेन्ट थियो है। अन्तखेरि फेरि घर सफा गर्ने त्यो इकोनोमीकै सकेछ, त्यो ल्याइदिइराख्छु है भनेर चाहिँ कि लिएर आइज भनेर चाहिँ किन्नु जाँदैछु। यहाँ नजिकको दोकान जाँदैछु है। लिएर आएर चाहिँ द्वार जानुपर्छ। भ्याउँछ होला, आधा घन्टा त समय टाइम 20 मिनट लाग्छ त्यहाँ पुग्नु। अब यो दिएर चाहिँ स्पिड कुद्दै जान्छु, एक्सर्साइज पनि हुन्छ। म चाहिँ यो दोकानमा आएको है। हाई सेलो मानिसमा बेसे दे अनि र चाहिँ इकोनोमिका कुन चाहिँ लानु भन्दै थियो, सकिरहेको थियो कि ल्याउन आएको। जो तो जे फ्लोर नाको एकदम रिस्पा जे ओके। अन्त के सामान किनेर पनि फर्केको, अब स्पिड कुद्ने आइपुगे। सलोम सलोम जे नाको बेबेका छ। अब चाहिँ म लागेको है पोस्ट अफिस द्वारको उयो बसबाट चाहिँ 16 मिनट रहेछ हो। त्यो बस पर्खिँदा फेरि बस स्टपहरू रोक्दा बस स्टपमा रोक्दा त्यो उयो हुन्छ। हिँडेर चाहिँ 20 मिनट छ, हिँडेरै जान्छु फटाफट। दिन पनि शीतल छ नि त, अहिले साह्रै गरम छैन। योपालि गरमै चढेन, अस्ति छुट्टी हामी छुट्टी निक्लेको दिन चाहिँ कस्तो डरलाग्दो गरम थियो। अहिले चाहिँ ठिकै छ। डल्लोपट्टि केको रुख भनेको त कटनको रहेछ। अन्त अहिले पुरै भइरहेको छ। उयो काँडा हुँदो रहेछ। कटनको रुख, कपासको रुख पुरा रहेछ यहाँनिर, राम्रो रहेछ। पुरै फलेको। यो त उयो हुँदो रहेछ त हस्टे परेको। म चाहिँ आइपुगेँ है यहाँनिर हो। के टाइम छ 42 को छ, 9:42 9:30 भयो। उता साइड काट यहाँ पढापढ। म चाहिँ आइपुगेर पनि टोकन काटेर बसिरहेको छु। कम्ती रहेछ, छिटो हुने रहेछ। एड्रेस पनि चेन्ज गर्नु छ, चेन्ज गर्छु आज त। आज चाहिँ सबै काम भयो है। उयो के भन्छ, एड्रेस पनि चेन्ज गरेँ। अन्तखेरि उयो एटिएम कार्ड पनि निकालेँ, किनभने चाहिँ फाइदा लाग्यो। पहिला चाहिँ मैले पहिला पनि भरेको थिएँ होइन, र उयो भ्लग पनि बनाएको थिएँ उयो एप्लाई गरेको छुहरू भनेर, तर त्यो एटिएम कार्डै आएन। अन्त त्यतिकै मैले पनि त्यो उयो भएन, किनभने निमाको युज गर्दै थिएँ नि त। अन्त त्यस्तो जरुरत पनि परेन। फेरि आज एड्रेस चेन्ज गर्दा त यहाँकोले बताउनु भयो नि त। अन्त कार्ड बनायो भने राम्रो हो। अन्त द्वारबाट आइरहनु पनि पर्दैन। द्वारबाट पैसा निकाल्यो भने 6 रुपियाँ 7 रुपियाँहरू काटिन्छ अरे होइन। एटिएम कार्डबाट निकाल्यो भने चाहिँ 1 रुपियाँ 1.5 उयो 1.5 रुपियाँ 2 रुपियाँहरूसम्म काटिन्छ अरे होइन, बेसी काटिँदैन भनेर भन्यो। अन्तखेरि त्यही फाइदा लाग्यो होइन। यो एपोइन्टमेन्ट निकाल्नु पनि टाइम लाग्छ होइन, फेरि ठिकै टाइममा आइपुग्नु पर्यो होइन। बरुभन्दा आफ्नै मर्जीले है जहिले निकाल्दा पनि चाहिँ एटिएमबाट भनेर चाहिँ एटिएम कार्ड पनि बनाएँ। अन्त अब एटिएम अहिले चाहिँ दिएन, 1-2 दिन बादमा दिन्छ अरे, फोन गर्छ अरे है। अन्तखेरि चाहिँ ल्याउन आउनु अरे। सबै काम भयो। म चाहिँ आइपुगेँ। चलो माने अनि बा
मजाले गरेर सके है काम सकेको छैन अब काम सकेर चाहिँ हामी खानु जाने है बोजू बा बाल्कनीमा बसिरहनु भएको छ त्यतिन्जेल म चाहिँ मेरो काम गर्छु अब चाहिँ म खाना खान आँटेको है लाङ्साहरू छ अस्तिको ल्याएको बोजूले अनि हिजोको भेन्डी भात बोजूले चाहिँ अहिले खानु हुँदैन अरे किनभने अघि नै त्यो भोक लाग्यो भने त्यो 11 चकलेट भनेर खाएको थियौँ त त्यही भएर चाहिँ अगाइरहेको छ अहिले खाँदैन अरे बोजूले दबाई मात्रै दिएँ है मैले अन्त अब चाहिँ म खाने खाना इभिनिङ टाइम है हामी चाहिँ उठेर पनि कफी सफी खाएर बसिरहेको छु योपालि चिसै गएको छैन चिसो हावा आउँदैछ साह्रो तातो गरम छैन अस्ति एक दिन मात्रै पुरा गरम थियो है आज झन् चिसो हावा आउँदैछ दिनभरि नै दिनभरि अहिलेको 5 साढे 5 हुन आँट्यो चिसो भयो तर यहाँ बस्नु मन पऱ्यो नि एकछिन बोजू पनि एकछिन बसेर जानुभयो है अन्त अब गेम खेलौँ ल भनेर भन्दै थियो वासरुम जानुभएको छ बोजू अब एकछिन हामी गेम खेल्ने त्यही हो फ्री टाइममा चाहिँ यस्तो बोजू टिभी हेर्दा बोरिङ भयो भने चाहिँ गेमहरू खेल्ने एकछिन गर्छ बाहिरतिर घुम्नु चाहिँ मान्दैन कि एनर्जी नै छैन म सक्दिनँ भन्छ मान्दैन जानु चाहिँ बाहिर छोराहरूले चाहिँ कति लगेर जा भन्छ अन्त अब बोजूलाई चाहिँ अवश्य तान्नु भएन है जुन भन्दा पनि मान्दैन अन्त जाँदिनँ हामी अस्तितिर चाहिँ 2-3 पल्ट गयो म र बोजू है अन्त अहिले चाहिँ गएको छैन धेरै दिन भयो भोलि चाहिँ भयो भने एकदम बिहानदेखिको जाउँ भन्नु पऱ्यो जान्छ कि कतै भोलि चाहिँ के त्यस्तो केही छैन मलाई चाहिँ घाँटी पुरा उयो खसखस उयो भइरहेछ अस्तिको चिसोले भेटाएर अन्त अब चाहिँ बोजूलाई डिनर गरिसकेँ बोजूले 7:10 है म पनि छिटै भोक लाग्यो है खान्छु मैले चाहिँ त्यही अस्तिको बोजूले माछा बनाएको थियो मैले भेन्डी पकाएको थिएँ है त्यही भात अलिकति खाने अन्त के भन्नु अरू त है डिनर गर्छु अन्त अब साथीहरूसँग आज त जान्छु हिजो गइनँ है आज चाहिँ जाने हो म चाहिँ निक्लेको अब है वकमा निक्लेको आज 1-2 जना साथीहरू निक्लिँदैन अरे अहिले भयो भने निक्लिन्छ होला है अन्त अब गएको एकदम चक्कर मारेर चाहिँ आउने हिजो पनि गइनँ यस्तो छ योपालि चाहिँ चिसै हटिँदैन हौ वेदर राम्रो नभएर मलाई बिमार भएको मतलब सबैजना बिसन्चो भएको ग्यासहरू भयो अरे है कसैलाई के भयो अरे भनेर भन्दैछ साथीहरू हामी 2 बहिनी चाहिँ भेट भयौँ हेलो अहिले भनिहाल न के भन्नु अब आज सबैजना बिमार छ अरे कोही पनि नआउने भएको थियो 2 जना चाहिँ भयो गेम है जोस चल्यो दिदी आउनु भएन अब अर्को आउँछ होला बालिका छौ भन्दा बालिका आउँछ होला हो 3 जना हुन्छ दिदी चाहिँ हुँदैन अब आज आउनुहुन्छ होला बा बोजू सुतेर है अलिक सन्चो भएन आउँछु भन्नुहुँदै थियो सबैजना मेरो पनि यस्तो भइरहेछ घाँटी पुरा उयो भइरहेछ कि अन्त अस्तिको चिसोले होला अहिले चिसो हटिँदैन नि त है त चिसो छ आज पनि चिसो छ दिनभरि दैलो खिड्की सबै थुनेर बस्नुपर्छ चिसै थियो नि त चिसो हावा आउँदै थियो अन्त अब 1-2 चक्कर मार्ने मल जाने रे मेरो के भनेको भए पैसा ल्याउँथ्यो नि मलाई उयो एउटा चिज किन्नु मन परिरहेको थियो यस्तो जुत्तामा हुन्छ नि आज चाहिँ हामी मल घुम्ने है ए अर्को पनि आइपुग्यो कि टिकटकमा बिजी छ उहाँ चाहिँ
ए बाटो गर्दै साले हेयर ब्यान्ड पनि आउनु भएको छ मैले त खाइबस्छु त जहिले पनि हुन्छ मेरो पनि अब चाहिँ घुमघाम गरेर जाने टिकटकको खौती गीत गान मिल्यो हामी लट्री काट्न आएको नि त खै लकमा छ कि कता यहाँबाट ए लट्री खेलौँ भनेको नि त सिकाउँदैछ उहाँ चाहिँ गुरुजी मेरो उहाँले चाहिँ पुरा खेलिबस्छ नि त कि अन्त जोसले मलाई पनि आज ल यो चाहिँ उसको नम्बर स्क्र्याच गर्ने चाहिँ होइन है हामीले चाहिँ लट्री खेलेको मैले 5 साइकल चाहिँ फसाएको थिएँ फेरि त्यहाँ खेलेँ गयो ट्राई गरेँ मजा आउँदो रहेछ खेल्नु आदत चाहिँ बसाउनु हुँदैन यस्तो नराम्रो काममा है तर अब कोही कोही बेला चाहिँ चल्छ नि त लकमा छैन फसिहाल्छ कि होइन जुत्ताहरू जुत्ता किन्नु पऱ्यो मजाले हेर्नु पऱ्यो हामी दुई बहिनी चाहिँ यहाँ बसिरहेछ अर्को चाहिँ लुगा नापेको सक्यो अहिले चाहिँ ठिकै चाहिँ अब फर्केको है त्यो कता किन्नु सक्ने उसको मात्रै भयो आज अब त हामी चाहिँ 30 नम्बर 1 छ यहाँनिर दिदीलाई के गरेको थाहा छ बिचारा के गर्यो आएर दिदीलाई पनि भने मैले बिचार होइन कस्तो थाहा आइपुग्यो अब उसको चाहिँ आइपुग्यो आज चाहिँ यहाँ यता साइडबाट आयौँ अन्त चङ्को छ नि त यतिको चाहिँ हुनु पर्यो नि त यतिको दिमाग चाहिँ लाउनु पर्यो नि त है लट्री दुईपल्ट लट्री दुईपल्ट भल्थ्यो भनेको हामीहरू भनेको तामाङनीहरू तामाङको ढिलो बुद्धि चल्छ नभए त्यसो आफूलाई नै हुँदैन यसो भन्नु नेगेटिभ बोल्नु हुँदैन कहिले जहिले बिर्सिन्छ बाई बाई गुड नाइट कान्छीको पनि आइपुग्यो है आज हामी कम्ती भयौँ आज अब चाहिँ म एक्लै जानुपर्ने छ गुड नाइट भोलि साथी छैन न त सधैँ भन्दै जान्थ्यो दुईजना छ भन्दै जान्थ्यो है बिचरा दिदीलाई मिस गर्दैछु है ल अलिक बिसन्चो हुनु भएर नआएको सबैजना बिसन्चो छ होइन अब उसले वेदर मौसमले पनि त्यस्तो भएको त ल बाई बाई गुड नाइट ल भोलि भेटौँ अब चाहिँ म गएको है आज चाहिँ एक्लै परसम्म सधैँ चाहिँ दिदी हुनुहुन्थ्यो अन्तखेरि आज चाहिँ म एक्लै अनि आजको भ्लग पनि है एन्ड गर्छु है तपाईँलाई धेरै धेरै धन्यवाद मेरो भिडियो दिन भएकोमा फेरि अर्को भ्लगमा भेट्ने छु है बाबा सबैजना खुसी रहनुहोस् सुखी रहनुहोस् फेरि भेटौँला।